हर्क साम्पाङ जसले सोशल मिडियामा 24 घण्टामा 25 वटा पोस्ट गर्दाखेरि नेपाली जनताले भनेका थिए कि हर्क साम्पाङ त बौलाइ छ कि क्या हो भनेर। त्यति मात्र होइन, जेनजी आन्दोलनको बेलामा जब उनी अन्तरिम सरकारको प्रधानमन्त्री बन्छु भनेर धरानबाट काठमाडौँ उडेर आइपुगे, त्यति बेला त झन् सारा जनताले यो पनि भन्न भ्याए कि हर्क साम्पाङ त कुर्सीको लोभ गर्दो रहेछ, आखिरमा ऊ पनि त्यही ड्याङको मुला त रहेछ भनेर। झन् त्यसमाथि मलाई गृहमन्त्री भए पनि दे भन्दाखेरि त उहाँकै फ्यानहरू अथवा सपोर्टरहरूले ए हर्क दाइ अब त भयो, प्लिज धरान फर्किनुहोस् भन्नसम्म भ्याए। तर म आज तपाईँलाई हर्क साम्पाङको बारेमा यस्तो सकिङ अनि खतरनाक ट्रुथ भन्न गइरहेको छु जुन सुनेर तपाईँ 3 छक पर्ने मात्र होइन, तपाईँको 7 दिनको निन्द्रा हराम हुनेछ। तपाईँले यो पनि थाहा पाउनु हुनेछ कि हर्क साम्पाङका यी सबै एक्सनहरू कुनै मूर्खता थिएन, यो त उनको राजनीतिक रणनीति थियो। यही भएर त हर्क साम्पाङ तपाईँ हामी अनि नेपालका नेताहरूभन्दा जहिले पनि एक कदम अगाडि हुनेछ। अब आउनुहोस् हर्क साम्पाङका यी 4वटा सकिङ अनि खतरनाक ट्रुथहरू के हो वान बाई वान म तपाईँलाई रिभिल गर्न गइरहेको छु। तर सबभन्दा पहिला तपाईँले यो बुझ्न जरुरी छ कि आखिरमा हर्क साम्पाङ को हो, कसरी नेपाली राजनीतिमा आयो। सन् 1983 मा ब्रिटिस गोर्खा फ्यामिलीमा जन्मिएका हर्क साम्पाङले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट इङ्ग्लिस र पोलिटिकल साइन्समा ब्याचलर अफ आर्ट्स डिग्री गरेका थिए। जीवनमा अघि बढ्ने क्रममा इराक अनि अफगानिस्तान जस्ता देशहरूमा पनि मजदुरी गर्न पुगेका थिए। त्यही विदेशमा मजदुरी गर्ने क्रममा नै उनले श्रमलाई जीवन सङ्घर्ष मात्र नबनाएर विकासको बाटो हो भन्ने श्रमिक मनोविज्ञानको सिद्धान्तलाई फलो गर्न थालिसकेका थिए। पोलिटिकल साइन्समा डिग्री गर्ने बेला उनले संसारका धेरै महान लिडरहरूको बारेमा किताबहरू पढेर खर्लप्पै खाइसकेका थिए। अब्राहम लिङ्कन, माओ त्से-तुङ, विन्स्टन चर्चिल, एडल्फ हिटलर, नेपोलियन बोनापार्ट र महात्मा गान्धी जस्ता ग्रेट लिडर अनि लडाकुहरूको सिद्धान्तलाई उनले खर्लप्पै खाएर टाउकोमा घुसाइसकेका थिए। नेपाल फर्किएपछि उनले टेम्पो ड्राइभरको काम पनि गरेका थिए र एक्लै माइक बोकेर हिँड्दा हिँड्दै आखिरमा धरानको मेयर पनि बनेरै छाडे। जेनजीको आन्दोलनपछि श्रम संस्कृति पार्टी खोलेर पूर्वमा आँधी बेरी ल्याइसकेका हर्क साम्पाङ त्यही आँधी बेरीलाई सुनामीको रूपमा परिणत गरेर काठमाडौँलाई फड्को मारेर पश्चिमतिर लम्कँदैछ। अब आउनुहोस् कुरा गरौँ हर्क साम्पाङको सकिङ ट्रुथ नम्बर 1, पागलपन अथवा म्याडम्यानको संज्ञा। धेरैले हर्क साम्पाङलाई यो त पागल पो भयो कि क्या हो, अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नपाएको छिनछिनमै सोसियल मिडियामा पोस्ट गर्छ, दुनियाँलाई तथा नाम गाली गर्छ भनेर तपाईँ हामी जस्ता नेपालीहरूले नभनेका होइनन्। तर हर्क साम्पाङको लागि पागलको संज्ञा पाउनु कुनै नयाँ कुरा थिएन। के तपाईँलाई थाहा छ, हर्क साम्पाङ जब 2019 मा माइक बोकेर भाषण गर्दै हिँड्थे भानुचोकमा धरानको, त्यति बेला उनको भाषण सुन्न जम्मा 1जना 2जना मान्छे मात्र आउँथे। अनि उसलाई यो कुन चाहिँ पागल हो माइक बोकेर हिँड्ने भनेर त त्यतिखेरै भन्थे। अनि जब चुनावमा उसले जम्मा 422 भोट मात्र ल्यायो नि, त्यति बेला त मान्छेहरूले यो त पक्कै पागल नै रहेछ भनेर पनि भनेका थिए। तर उनले यो पागलपनको संज्ञालाई, यो हारलाई एउटा पाठको रूपमा लिएर आफ्नो अभियान धराने जनतालाई पानी खुवाउने र भ्रष्टाचारलाई अन्त्य गर्ने एजेन्डा बोकेर अगाडि बढी नै रहे। 3 वर्षपछि 2022 मा उसले 20,000 प्लस अत्याधिक बहुमत ल्याएर मेयर बन्न पनि सफल भए। अब तपाईँ एकछिन सोच्नुहोस्, पोलिटिकल साइन्समा डिग्री गरेको मान्छेले जुन ग्रेट लिडरहरूको किताब खर्लप्पै खाएर दिमागमा हालेका थिए नि, ती मध्ये कसको प्रिन्सिपल यहाँनिर युज गरिरहेको छ? अब्राहम लिङ्कन। हजुर, उनले भनेका छन् कि आई एम स्लो वाकर बट आई नेभर वाक ब्याक। म बिस्तारै हिँड्छु तर म कहिले पनि फर्केर पछाडि जाँदिनँ। हर्क साम्पाङ हार्यो, लड्यो, ऊ फेरि उठ्यो अनि लड्यो अनि जित्यो। दोस्रो ताल अत्याधिक बहुमत ल्याएर मेयर पद जित्नु कुनै लक थिएन, उसलाई कुनै चिट्ठा परेको होइन। सकिङ ट्रुथ नम्बर 2, काठमाडौँको दौड प्रधानमन्त्री बन्ने चाहना। जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनाइदे भनेर उनी धरानबाट काठमाडौँ हाम फालेर
आएकै हुन्। अनि प्रधानमन्त्री नहुने भएपछि पछि गृहमन्त्री मात्रै भए पनि बनाइदे भनेर पनि रिक्वेस्ट गरेका हुन्, तर उनलाई त्यो पनि दिएन। यति भएपछि त हामीलाई के चाहियो? यसो हेर्दाखेरि उनी त कुर्सीको लोभी रहेछ, के साह्रो मरि हत्या गरेको भनेर हामी सबैले कमेन्ट गर्न भ्यायौँ। तर अझै पनि तपाईँ हर्क साम्पाङ कुर्सीकै लोभले काठमाडौँ आएका थिए भनेर सोचिराख्नु भएको छ भने तपाईँ र हामी 100% गलत। किनकि हर्क साम्पाङलाई थाहा थियो कि आर्मी कमान्डरले उनलाई सपोर्ट गर्नेवाला थिएन। अनि 24 घण्टा अगाडि नै हुनेवाला प्रधानमन्त्रीले इन्डियन मिडियालाई इन्टरभ्यू दिइसकेका थिए। बालेन शाहले पनि तपाईँ पछि 5 वर्षको लागि प्रधानमन्त्री हुनुहोस्, मैले अरूलाई नै समर्थन दिइसके, तपाईँ फर्किनुहोस् भनेर भनिसकेका थिए। त्यति हुँदा हुँदै पनि उनी काठमाडौँमै बसे, मलाई प्रधानमन्त्री बनाइदे भनि नै रहे, रातभरि फेसबुकमा पोस्ट गरि नै रहे, अनि कतिजनालाई गाली गरे त्यसको लेखाजोखा नै छैन। आखिरमा किन यस्तो गरे त? एकछिन सोच्नुहोस्, उसले पढेका किताबहरू मध्येबाट यहाँनिर उसले कुन चाहिँ ग्रेट लिडरको प्रिन्सिपल युज गर्न खोजिरहेका छन्? नेसनल पोजिसनिङ अथवा मेयरको लेभलबाट आफूलाई राष्ट्रिय लेभलमा परिचित गराउनु। महात्मा गान्धी उनले भनेका छन् कि सन्तुष्टि पद पाउनुमा होइन, प्रयासमा हुन्छ। हर्क साम्पाङलाई थाहा थियो कि उनले पद पाउनेवाला छैन, तर पनि उनले प्रयास जारी राखे देशको लागि। पद नपाए त के भयो? ब्रान्ड पाइन्छ। जब ब्रान्ड पाइन्छ पद आफै आउँछ। यो कुरो हर्क साम्पाङलाई राम्ररी थाहा थियो। को सकिङ ट्रुथ नम्बर 3, चप्पले नेता अथवा गाउँले लुक। हर्क साम्पाङ जहाँ पनि प्राय जसो झुत्रे मुत्रे लुगा लाएर चप्पल पड्काउँदै हिँड्छ। अनि यो देखेर प्राय जसो नेपाली जनताले यो सोच्छ कि हर्क साम्पाङ अलिकति गाउँले टाइपको अशिक्षित एजुकेसन नभएको मान्छे हो कि प्रधानमन्त्री बन्नलाई अलिकति दिमाग पो पुग्दैन कि खालि गैँती बेल्चा मात्रै बोकेर हिँडेको देखिन्छ भन्ने कमेन्टहरू धेरै आएका थिए जब अन्तरिम सरकारको लागि उनी क्युमा बसेका थिए। तर अझै पनि यो भिडियो यहाँसम्म हेरिसक्दा पनि तपाईँ हर्क साम्पाङलाई अशिक्षित नेता, अपरिपक्व नेता भन्दै हुनुहुन्छ भने तपाईँ 100% गलत। अब उसले यहाँनिर आफूले पढेका ती ग्रेट लिडरहरूको बुक मध्ये कसको प्रिन्सिपललाई एप्लाई गर्दैछ? माओ सेतुङ उनले भनेका छन् कि जब तिमी बलियो हुन्छौ तब कमजोर देखिएर अगाडि आऊ। जबकि उनी इङ्ग्लिस र पोलिटिकल साइन्समा डिग्री गरिसकेको मान्छे, ब्रिटिस गोर्खा फ्यामिलीमा जन्मेको मान्छे, युकेमा बनेको जुत्ता र लुगा लाएर सुकिलो भएर हिँड्न ऊ सक्थ्यो, तर उनले त्यसो गरेनन्। हर्क साम्पाङको यो सादा रूप नै उसको शक्ति हो, किनभने उसको विरोधीहरूले उसलाई डिप्लोमेटिक वार अथवा डिप्लोमेटिक लडाई गर्नै सक्दैन, किनकि उसमा डिप्लोमेसी नै देखिँदैन। त्यसैले उसँग फाइट गर्नको लागि तपाईँ फिल्डमै जानुपर्ने हुन्छ। तर जसले हर्क साम्पाङलाई फिल्डमा च्यालेन्ज गर्छ अथवा फाइट गर्न खोज्छ नि, हर्क साम्पाङ यति शक्तिशाली छ फिल्डमा कि उसको नजिक नपुग्दै उसका विरोधीहरू खर्रानी हुन्छन्। सकिङ ट्रुथ नम्बर 4, छिनछिनमै पोस्ट गर्ने। जब हर्क साम्पाङले छिनछिनमा सोसियल मिडियामा पोस्ट गर्न थाल्यो, 24 घण्टामा 25-26 वटा भन्दा बढी सोसियल मिडिया पोस्ट गरेका थिए फेसबुकमा, त्यतिखेर सबैले भन्न थाले कि होइन हर्क साम्पाङजीको एसिस्टेन्ट छैन कि क्या हो, लौ न बिचरालाई कसैले गएर सम्झाइदिनु पर्यो, साह्रै परेछ जस्तो छ बिचरालाई भनेर केटाकेटी जस्तो व्यवहार गर्यो भनेर पनि कमेन्ट गर्न भ्याए। तपाईँ अझै पनि हर्क साम्पाङको जुन त्यो एक्सन छ नि त्यसलाई केटाकेटीको जस्तो व्यवहार भनेर सोच्दै हुनुहुन्छ भने तपाईँ 100% गलत। अब उसले खर्लप्पै खाएका ती किताबहरूमध्ये कसको प्रिन्सिपल चाहिँ यहाँनिर लागू गरिरहेका छन् त? एडल्फ हिटलर उनले भनेका छन् कि तिमी एउटै कुरा बारम्बार दोहोऱ्याएर भनिराख, मानिसहरूले त्यसैलाई सत्य मानेर विश्वास गर्नेछन्। हर्क साम्पाङले त्यो बेलामा छिनछिनमा दोहोऱ्याएर जुन कुराहरू पोस्ट गरेका थिए त्यो नै आज हाम्रो लागि सत्य साबित भएको छ। रियालिटीमा चाहे त्यो सत्य होस् या नहोस्। हिटलरले यसलाई साइकोलोजिकल वेपन अथवा मनोवैज्ञानिक हतियारको पनि नाम दिएका थिए। मैले अघि एक ठाउँमा यस भिडियोमा काठमाडौँलाई फड्को मारेर पश्चिमतिर बढ्दैछ भनेर भनेका थिए। अब किन काठमाडौँलाई फड्को मारेर मैले भने यसको बारेमा पनि अति नै खतरनाक सकिङ ट्रुथ छ। त्यो कुरा म यो भिडियोमा गर्दिनँ, भिडियो अति नै लामो हुन्छ।
तपाईँ गेस गर्न सक्नुहुन्छ भने प्लिज तल कमेन्ट गर्नुहोला। म अवश्य पनि अर्को भिडियो बनाउने छु यदि तपाईँहरू चाहनुहुन्छ भने। पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दाखेरि श्रम नै गर्नुभएको थियो, तर त्यस बेला यसलाई श्रम भनिँदैन थियो, अरू केही नै भनिन्थ्यो। हाम्रो दुर्गा प्रसादज्यूलाई राम्ररी थाहा होला यसलाई श्रम नभनेर के भनिन्थ्यो त्यस बेला भनेर, अथवा तपाईँलाई थाहा छ भने पनि प्लिज तल कमेन्ट गर्नुहोला। मेरो निष्कर्ष, हामीले जीवनमा राम्रो मान्छे चिन्न नसकेर धेरैचोटि धेरै गल्ती गरिसकेका छौँ, तर यसपालि हामीले त्यस्तो गल्ती नगरौँ भनेर मैले यो भिडियो बनाएको हुँ। हर्क साम्पाङ न त अशिक्षित हुन् न त अपरिपक्व नेता हुन्। उनी जमानामै डिग्री गरेर देश विदेश घुमेर थुप्रै भोटोहरू फटाएर श्रमलाई आफैले नजिकबाट भोगेर नेपाली जनतालाई भाषण होइन भ्रष्टाचारबाट उन्मुक्ति चाहिएको छ भन्ने कुरालाई बुझेर श्रमबाट देश विकास गर्नुपर्छ भनेर आफ्नो जीवन नै बलिदान दिएर अगाडि बढेका मान्छे हुन्। हर्क साम्पाङ, रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ यी सबैजना भ्रष्टाचारलाई अन्त्य गरेर देश विकास गर्नुपर्छ भनेर तपाईँ हामी सामु आएका मान्छेहरू हुन्। उहाँहरू जहाँ जुन स्थितिमा भए पनि उहाँहरूको नेतृत्वलाई प्लिज तपाईँले भोट दिएर साथ दिनुहोला, सपोर्ट गरिदिनु होला। अब यसपालि पनि हामीले मान्छे चिन्न गल्ती गऱ्यौँ भने जेनजीले आफ्नो रगत बगाएर जुन एउटा मौका दिएको छ हामीलाई वान एन्ड ओन्ली, त्यो पनि गुम्नेछ अनि हामीलाई उनीहरूको आत्माले बाँचिन्जेल सराप्नेछ। के तपाईँ पनि हर्क साम्पाङलाई जस्तै ग्रेट लिडरहरूको किताब पढेर खर्लप्पै खाएर दिमागमा घुसाएर त्यसको प्रिन्सिपलहरूलाई व्यवहारमा उतार्दै हुनुहुन्छ कि त्यतिको आँट छैन तपाईँलाई? के छ विचार कमेन्ट गर्नुहोला। यो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। आगामीका दिनहरूमा यस्तै मनोरञ्जन र इन्फर्मेटिभ भिडियोहरूले तपाईँ समक्ष आउने नै छु। हजुरको दिन शुभ रहोस्। आई होप टु सी योर नेक्स्ट भिडियो। हस्।